हेलो गर्मी आइमको लागि एकदम लाभदायक नेचुरल कुलर होम रेमिडेन्स कसरी बनाउने। फर्स्टमा चाहिँ हजुरहरूले चाहिँ 4-5 टुक्रा गुड लिनुहोस्। त्यसपछि 1 चम्चा चिया सिड लिनुहोस्, 1 चम्चा लेमन जुस लिनुहोस् अनि आवश्यकता अनुसारको पिङ्क साल्ट लिनुहोस्। चिसो पानी 1 गिलास त्यसमा मिक्स गरिदिनुहोस्। यति मिक्स गरिसकेपछि चम्चाले राम्रोसँग यसलाई चलाइदिनुहोस्। त्यसपछि यसलाई छोपेर रातभरि छोडिदिनुहोस्। भोलिपल्ट बिहान चाहिँ यसलाई चाहिँ एकचोटि राम्रोसँग चलाइदिनुहोस्। यो सबै भिजिसकेको हुन्छ। त्यसपछि हजुरहरूले खाली पेटमा चाहिँ 1 गिलास चाहिँ यो सनक्क पिउनुहोस्, जसमा चाहिँ आइरन, क्याल्सियम, पोटासियम प्रशस्त मात्रामा पाइन्छ। दिनभरि हुने थकान, कमजोरी, चिडचिडापन कम गर्नुको साथै भोक नलाग्नेलाई इनर्जी दिने, शरीरमा रगतको मात्रा बढाई, लिभर सफा राखी, इम्युनिटी पावर बढाउँछ, जसले गर्दा स्ट्रेस कम भई कन्स्टिपेसन र एसिडिटीलाई पनि रिड्युस गर्नलाई ठुलो हेल्प गर्छ।